हेलो गाइस, आज चाहिँ हामी इरिसेरा बीच जानलाई चाहिँ हिजो एउटा प्राङ्क सक्सेसफुल भयो। अब आज चाहिँ सुनकै लाग्छ। ए सुनको यो छ सुन तर त्यो त औठी त्यो भन्ने आज पनि एउटा केही प्राङ्क गर्नु पर्ला है सोचौँला। तर अरूहरू चाहिँ गइसक्नु भयो बोर्डमा। अब हाम्रो चाहिँ बोलाउनु बाँकी छ। अहिले चाहिँ हामी बिच गएर देखाउँछौँ। जङ्गलै जङ्गलै छ। गाइस हामी चाहिँ बिच आइसक्यौँ। तर अब हामी अर्को ग्रुपलाई हेर्न जाँदैछौँ। कहाँ जाने? अब यतिकै घुम्ने, यही हो घुम्ने ठाउँ त। हामीले तिमीलाई उल्लु बनायो बिच भनेर। बिच भनेर उल्लु बनायो क्या तिमीलाई उताबाट हो। ल हामी चाहिँ आइसक्यौँ है। उहाँ ग्रुपहरू आउनु रहेछ। हो कस्तो भयो, यस्तो छ बिच चाहिँ इरिसेराको। ल यहाँ चाहिँ हामी चाहिँ उल्टोमा आइछौँ। उल्टोमा आएर सबैजना डिस्कस भइरहेछ। अब ठिकै छ। अब अहिले हामी यहीँ पनि रमाइलो गर्न मिलिहाल्छ नि होइन पुतली? मेरो पुतली लाम्बो यस्तै चाहिँ केही छैन। यहीँ पनि रमाइलो गरौँ न त। केही हुन्न। ल नतान न हावा मेरो यहाँ भित्र चाहिँ छिर्नु भने हामी चाहिँ फर्किन थाल्यौँ है। नुहाइ गरेर पौडी खेलेर हामी चाहिँ बोर्डमा अघि सुरुमा चाहिँ एउटा बोर्डले हामीलाई लगेन। दुईजना यता सप्रिन्स फर्किन लागे। हेलो नमस्ते। आज चाहिँ हामी अब आलु बखटिन लाग्यौँ। भाउजू अघि लागेर हिँडिरहनु भएको छ। किनभने देखाउनलाई म साइड मेन देखाउने मान्छे चाहिँ पछि छ, भाउजू चाहिँ अगाडि हो। तर यसमा चाहिँ ब्लर आउँछ कि पछाडिको मान्छेहरू लाग्छ ज्याउ हुन्छ। ल ठिकै छ। यतिको सपोर्ट दिने मान्छे चाहिँ हुनु पर्यो। अरू भनेको त त्यस्तै हो। अब हामी जाँदैछ। हामी खासमा आज घर जाने भनेर चाहिँ घर जान पाइनौँ। त्यही भएर हामी आलु बखडा कसरी जाने यस्तो छ बाटो चाहिँ। यो चाहिँ सयपत्री फुल है। उहाँहरू यस्तो दामी ठाउँ छ। टाढा छ हो। ए उयो ठुलो झ्याङ्गेको रुख हो। ए बा कत्रो कत्रो रुख हुँदो रहेछ आलु बखडाको त। मैले त देखेको थिइनँ है फर्स्ट टाइम हो। भाउजू देख्नु भएको थियो? मैले त तर देखेकै थिइनँ नि भाइ फर्स्ट टाइम हो। आलु बखडाको तपाईँले देख्नु भएको थियो? चोरे खायो। हाम्रो चाहिँ यो तराईतिर भएर होला। ए प्रत्येक घरमा हो कि प्रत्येक घरमै हो। हाम्रो तराई भएर होला हुँदैन थियो आलु बखडा। पोखरी छ है। गाई चाहिँ माछा छ? कुन माछा? मतलब पालेको? खै त खान त त्यो मम्मी त्यहाँ काम गर्ने मामाहरूले है माछा मार्न आउनुहुन्छ भन्नु। ल ठिक छ। अब अर्कोचोटि माछा लिन आउने यतै। गाई चाहिँ आलु बखडा। तर कस्तो उयसमा रहेछ। मैले चाहिँ सोचेँ यो रहेछ खासमा आलु बखडाको बोट। मैले चाहिँ सोचेको थिएँ ऊ त्यो अग्लो अग्लो हो त्यो सोचेको थिएँ। अब यो कसरी टिप्ने थाहा नै छैन। म त डर लाग्यो।
यहाँ यसरी यस्तो बिजोकले आलु बखडा टिपिरहनु भएको छ कि दुईजना के भन्ने त्यहाँ तल खस्यो भने बर्बाद झोला बहिनी भाउजू यिनीहरूलाई चाहिँ हामीले घर बस भनेको हेर्नु न यहाँ आइपुगिसकेछन् के खाले होला केटाकेटी ठिक तिमीहरू किन आएको सुत्नु पर्दैन ए बा अहिले चाहिँ हामी फर्किँदै है अब यहाँ खोर्सानी टिप्न जाने ल अब चाहिँ हामी खोर्सानी टिप्न आइसक्यौँ खोर्सानीको बोटो यस्तो यो है यहाँ बुने सबैजना हुन्छ अब हामी के टिप्ने खोर्सानी टिप्ने म्याडम त गीत बजाइरहनु भएको छ ल हामी चाहिँ आइसक्यौँ खोर्सानी र आलु बखडा टिपेर यहाँ खोर्सानी केराइरहनु भएको छ यो चाहिँ खोर्सानी यो चाहिँ आलु बखडा कस्तो लाग्यो सानै दामी मिठो छ आलु बखडा मिठो छ दामी छ भनेर नखाइ पनि मिठो छ मिठो छ रातै भएको छ ए त भएन